चाहिँ राम्रो देखिनलाई यो चाहिँ कालीबाट हुनबाट बस्नलाई है त यस्तै जान्दिन भन्छ अनि जान्दिन बनाइदिन्छु नि मैले फेरि हेलो गाइज वेलकम टु माई युट्युब च्यानल यहाँ सम्पूर्णलाई मनिषाको अफिसियल ब्लगमा स्वागत छ। ट्याक्क म हजुरहरूले आजको भिडियोको बारेमा थम्बनेल र यो टाइटल हेरेर थाहा पाइसक्नु भएको छ होला हामी कहाँ छौँ भनेर। अनि मैले चाहिँ भिडियो स्टार्ट गरेको यतै आएर किनभने उता बाटोमा बसमा एकदम गीत बजाइरहेको थियो अनि घरमा हामी आउँदै भएन है लास्टै स्लो मोसनमा चल्छौँ नि त अनि त्यही भएर अनि यता छ ओहो साथीहरू मेला लागेको छ क्या मेलामा त के मान्छे हुन्छ र साथीहरू यता छ क्या मान्छे यसरी हेर्नुहोस् त हल्ले फोन ल यस्तो छ साथीहरू है। अनि सबैजना साथीहरूलाई ह्याप्पी न्यू इयर 2082 भन्न चाहन्छु। भन्नु त हजुरले नि यस्तै जान्दिन भन्छ अनि जान्दिन बनाइदिन्छु नि मैले फेरि अनि ल हाम्रो मेरो युट्युब च्यानलमा चाहिँ हाम्रो कलाकार बनेर आउने बहिनीहरू धेरैजना आउनु भएको छ अगाडि गइसक्नु भयो उता चाहिँ मुत्र हान्दै गइरहेको रहेछ साथीहरू एकदमै धेरै प्याक। ल आजको दिनमा इको भिलेजमा चाहिँ भव्य कमाइ हुने भनेको फेरि गाह्रो छ यहाँ सबैहरू पैसा भेटायो ल साथीहरू इको भिलेज आइपुगेछौँ हामी। भिलेज खिच्न पाउँछ पाउँदैन थाहा छैन तर मान्छेको चाहिँ खिच्न पाइन्छ है। मान्छे चाहिँ कसको एक्सहरू हुनुहुन्छ ल खोज तलास गर्नु साथीहरू तपाईँहरूको एक्सहरू ए मम्मी बाबा हुनुहुन्छ भने खोज्नुहोस् है। अरू त त्यस्तै हो ठाउँहरू त होइन भिलेजको बारेमा त अब हेर्नुहोस् त आमामा मान्छेको भिड थेत्तेरिका कम छैन यार मान्छेहरू राम्रो ल खुट्टा हाल्ने ठाउँ त छैन अब फोटो भिडियो त कता हो कता ल यस्तै छ साथीहरू है त। ल हेर्नुहोस् भिलेज यति नै हो क्या फेरि यति हेर्न आइपुगेको हो क्या ल हामी ल। अनि मान्छेजी तपाईँले 500 भेटाउनु भएको छ के गर्नुहुन्छ अब त्यो 500लाई चटपट बनाउने नकराउनु न अरे दिदी नकराउनु न अरे अनि के मेरो 500 हो भने आउँछ र यहाँ बस्नु भइदिनु यो किन लाग्यो थाहा 2082 साल हो यार काली भयो भने त आजको दिन काली भयो भने सधैँ काली हुनुपर्छ के त्यही भएर यो लगाएको यो चाहिँ राम्रो देखिनलाई यो चाहिँ कालीबाट हुनबाट बस्नलाई है त। ल बल्ल यहाँ आइपुग्यो बल्ल सास नफेरि खिचेको यहाँ पनि यस्तै क्या फेरि हेर्नु न गाह्रो छ यार आमा यसो फोनै त खतरा दाउने ल यता आइपुगेछौँ अनि अलि राम्रो देख्यो होला होइन किनभने मैले फोन सामग्री भ्लग बनाउँछु ल त्यही भएर
च्याट्टामा रियान्सहरू। ल साथीहरू एकचोटि भिजिट गर्नुपर्ने इको भिलेज है त, वाटरफल इको भिलेज है साथीहरू। रमाइलो छ, मान्छे धेरै भएर राम्रै छ भनौँ न होइन। ल यस्तो यस्तो छ साथीहरू होइन घुम्ने ठाउँहरू। यहाँहरूले पक्कै उसमा त देखिसक्नु भएको छ होला, यहाँ पनि माछा पालन बनाएर छ दाइ है। गण्डकी टावर जस्तै बनाएर छ। तर हाम्रो टिम त कता गयो हरायो कि, हामी त यति बेला 4-5जना मात्रै छौँ, हाम्रो टिमै हरायो। ए हो ल सबैजना छन्। ल वाटरफल इको भिलेज यहाँ फेवाताल यतातिर यस्तो छ गाइज होइन। मान्छे धेरै भएर म त के बोलाम बच्चाहरू खेल्ने पार्क पनि रहेछ होइन, दामी दामी। मुन्ना चाहिँ दामी आयो तर होइन। अब म त के बोलाम भइरहेको छ कि साथीहरू होइन। राम्रो छ भनौँ। अरे माछा भ्याएको त। ल खोइ कता हो, यता होला साथीहरू होइन। यहाँ चाहिँ तल गण्डकी टावरमा जस्तै माछाहरू पाल्ने अब सुरु गर्नु भएको रहेछ। तल यो तल चाहिँ गण्डकी टावर छ है साथीहरू। त्यहाँ पनि हामी जानेछौँ, भिजिट गर्नेछौँ। अनि यहाँ पनि अब माछा पालन गर्न सुरु गरेको रहेछ। गण्डकी टावरको माछा चाहिँ एकदम मिठो हुन्छ भनेर भन्नुहुन्छ होइन, तर एक्सपेन्सिभ बहुत भन्नुहुन्छ मैले सुनेको। तर मैले चाहिँ खाएको छैन है, म 2चोटि आएँ होला गण्डकी टावर। घुम्ने ठाउँ छ सरी यता ढकाल दिए ल पालो जाऊँ पालो ओके। यस्तो छ दिदी ल जाऊँ खोइ त बाबुहरू। लाइनमा के को लागि भन्दा त्यो माछामा फोटो खिच्न लागि यस्तो त छ है क्रेज क्या साथीहरू। म फेरि किन भने फोटो खिच्दिन बसेको यहाँ है, म फोटोग्राफर सब पालोमा क्या। ओइ कति बेला हो पालो आउने भने साथीहरू यस्तो छ है त। फोटो सुट गर्छौँ हामी। हामी चाहिँ इको भिलेजबाट ट्याक्क यहाँ गण्डकी टावरसम्म हिँड्दै आएको छौँ हजुर। अनि तिर्खा लाएर प्याक भइसक्यो क्या। मसँग खानेकुरा छ नि के छ? 2टा कोक छ, यो 2टा फ्रुटी छ, 2टा चाउचाउ छ, चिप्स छ। दिनी कि नदिनी? दिनी सबैले बाँडेर खाने नि। पछि फेरि भिडियो छ है रेकर्डमा, फेरि पार्टी चेन्ज गर्यो भने अहिले गऱ्यो भने गरिएला नि। कहाँ त्यसरी हुन्छ यार, दिनु भनेपछि दिनु पर्यो नि। यहाँ मुख सुकिसक्यो क्या लास्टै। अहिले गरियो भने पार्टी चेन्ज गरौँ ल, नत्र चाहिँ ढिम्ला। ल साथीहरू तपाईँहरू के इको भिलेज आउँदै हुनुहुन्छ अथवा गण्डकी टावर आउँदै हुनुहुन्छ भने 1 जार 1 कार्टुन कति हुन्छ पानी बेच्ने गरेर आउनुहोस् ल। त्यो बिक्री भएन भने त ल मेरो भिडियोलाई सेभ गरेर
गरेर राख्नुस् घरै आउनुस् ठोक्नुस् मस्त पिट्नुस् डल्लो छु डल्लै बनाउनुस् चेप्टै बनाउनुस् हैन हामीलाई नो प्रब्लम अब यस्तो के अलिकति यताको बासिन्दाहरूले नि ट्याक्क पानी सानीको व्यवस्था गरेको भयो नि एटलिस्ट पानी चाहिँ खान्थे के मुख सुकेर कस्तो भइरहेछ के खानेकुरा नि बोकेर आउनु होला पानी पनि बोकेर आउनु होला मेन कुरा बच्चा लिएर आउनु भयो होला झन् खानेकुराको एकदम आवश्यकता आउने सोचमा हुनुहुन्छ प्लानिङमा हुनुहुन्छ भने यति कुरा चाहिँ सोच्नु पैसा पनि ल्याउनु है निउरो लाखुटा पनि पाइन्छ पैसा पनि ल्याउनु है निउरो लाखुटा पनि पाइन्छ ओके साथीहरु यता त पुरै बोकेर ग्याङ आउनु भयो हाम्रो गाडी आयो खानेकुरा कहाँको हामीलाई छोडेर ढोकातिर जान्न किन यता ड्राइभरको सिटमा बस्नु जानु लाग्यो हामी ड्राइभर दाइको कहाँ बस्नु फाइनली गाडी भेटियो साथीहरू होइन अब त्यही हो यता हामीलाई देखाऊ ल हेर्नुहोस् मान्छेलाई कहाँ झाडीमै झोसेर राखेको गाडी फेरि दाइ हामीलाई छोडेर आउनु भएको किन हो फोटो पनि खिचे गरेको उहाँहरू छिटो आउनु भएछ हामी त अब यता पारी जानु भनेको जाने होइन थाहा छैन भोक लाग्यो भने चिच्याउने घुम्न पायो भन्दैमा घुम्न पायो भन्दैमा के हो यो खाने त्यहाँ माग न मलाई नि खानेकुरा दिनु न मलाई नि भोक लाग्यो किन भात नखाइकन आएको रे घुम्न जानको हतार एकदम यस्तो मेरो छोरीले कति माया गरे हैन यहाँ दिदी किन झ्याउलाइरहेको हजुरलाई भात खाएको होइन भने साथीहरू हामी चाहिँ गण्डकी टावर जान पाएनौँ यहाँ चाहिँ डेन्जरस छ है जहाँ गाडीको हेर्नु कति धेरै जाम छ क्या जामलाई इन्जोय उहाँहरूले पनि गर्नुभएको छ भिडियो बनाएर होइन यस्तो पारामा छ अनि त्यसपछि यतातिर कपलाको तानदेखि नि हामी यतातिर सिरेको ल सबैजना मुगलान पोखरा एकचोटि सबैजना हामी खाना खान आएको है उता खाना खाने भ्याएन जाममा बस्दा हैरान यस्तो गर्नु हुँदैन ल हल्ला वो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् सारै नि मलाई सम्झना है त उसको एक झलक
लैजान्छु माया जाँदा छ सवारीमा हुँदैछु तिमीलाई भन्नलाई सम्झना है त मै होला राजै तिम्रो तिम्रो राजा हुँदैछु संसार सम्झना है त हल्लियो लचक कमरा सबैजना नभनौँ हामी गाडीमा जतिजना गथ्यौँ त्यो सबैजनाबाट 13 जना चाहिँ हामी मुगलानमा खाना खान भनिरहेको छौँ। अब मैले यो भ्लगलाई चाहिँ यसमै अन्त्य गर्छु है। अब अर्को भ्लगमा फेरि भेट हुने नै छ भन्दै यताको नजारा यस्तो छ। यतिजना चाहिँ हामी यतातिर उछुट्टिएर आइपुगेको मुगलानमा। निकै राम्रो छ। लाइभ कन्सर्ट भइरहेको छ है। अनि मैले फोनबाट भिडियो खिचिरहेको छु, त्यही भएर ल साथीहरू कस्तो लाग्यो भ्लग कमेन्ट गर्नु होला है त सबैजनाले। एन्ड अब फेरि पनि अर्को भिडियोमा भेट हुने नै छ। आजको चाहिँ यो भ्लगलाई यसमै अन्त्य गरौँ। सबैजनालाई फेरि वान्स अगेन ह्याप्पी न्यू इयर भन्न चाहन्छु। पक्कै पनि हजुरहरूको 2082 साल रमाइलो होस् भन्न चाहन्छु। ओके साथीहरू, लभ यु अल।